जुन केटीसँग म रिलेसनसिपमा छु यदि ऊ यस्तरी परिवर्तन भयो कि उसमा मैले जुन जुन क्वालिटी त्यो बेलामा देखेको थिएँ रिलेसनसिपको सुरुवातमा अहिले उसमा त्यो क्वालिटी केही पनि छैन भने मैले उसलाई आनन्दले छोड्दिन मेरो अधिकार हो नि हैन र यदि मैले रामपियारीसँग रिलेसनसिपमा बसेँ म रामपियारीसँग अब रामपियारी पहिला जस्तो थिए अहिले उसको स्वभावहरू यस्तरी परिवर्तन भएको छ कि ऊ अर्कै नै व्यक्ति जस्तो व्यवहार गर्छ उसले मसँग गर्ने व्यवहार अथवा आफूलाई उसले टेक केयर गर्ने उसको कुराहरू उसले करियरमा पढाइमा कस्तो गर्छ विभिन्न कुराहरू जसले रामपियारीलाई रामपियारी बनाउँछ त्यो नै केही पनि छैन खोक्रो अनुहार अनि खोक्रो हड्डी मात्रै देखिन्छ भने अनि उसँग म रिलेसनसिपमा बसिरहनु पर्छ भन्ने जबरजस्ती छ र मैले छोड्न पाउँदिन र पाउँछु कि पाउँदिन पछि यदि तपाईहरुलाई सुरुमा तपाई रिलेसनसिपमा बस्दा तपाईले बिहे गर्दा तपाईको मनमा जुन आगो थियो तपाईले लाइफमा यो गर्छु भन्ने जुन तपाईको थियो जुन तपाईको स्वभाव थियो नि यदि तपाईको श्रीमतीले हेर्दाखेरि तपाईको सबै स्वभावहरू यस्तरी परिवर्तन भएको छ कि मैले जुन केटासँग बिहे गरे ऊ नै रहेन भने उसलाई मैले छोड्न मिल्दैन र पाउँदिन र के को बन्धन हो र जबरजस्ती हो र तपाईलाई जुन देखेको उसले पहिला त्यो उसको तपाईको स्वभाव अनि तपाईको विभिन्न विचार त्यो सबै कुराहरूले पो उसले तपाईलाई माया गरेको अनि तपाईसँग बिहे गरेको हो त तपाई मान्छे नै अर्कै भइदिनु हुन्छ भने अनि किन तपाईसँग रिलेसनसिपमा बस्नै पर्ने त यसरी मान्छे अर्कै भइदिनु हुन्छ कि उसले तपाईलाई नगर्नु यसरी यो नखानु यसरी खाना तपाईको बिग्रिरहेछ भनेर जब सम्झाउँछ तपाईले के भन्नुहुन्छ होइन नि कहाँ हो र किन रोइरहेको फोकट्या किन बच्चाहरूलाई मेरो नजिक आउनु दिँदैनौ अनि तपाईको स्वभाव यस्तरी परिवर्तन जब भएको छ भने भोलि गएर मानौ तपाईको श्रीमतीले फ्यामिली प्लानिङको बारेमा किन सोच्ने कसरी सोच्ने तपाई जुन काम गर्दै हुनुहुन्छ सक्सेसफुल भएर कुनै समय गरिसकेको मान्छे गर्न सक्ने मान्छे अहिले भौतारिएर बाटोमा हिँड्छ उसले केही पनि सक्सेसफुल हुने काम नै यदि गर्दैन भने उसले मेरो भविष्य यो मान्छेसँग राम्रो होला भनेर किन सोच्ने यार बौला हो र भनेको पागल हो कोही अरु अपाङ्ग हो कुनै पनि केटा मान्छे अरु पाउँदैन तपाईलाई जब यो काम यसरी नगर्नु भनेर सम्झाएको 10 वर्ष भइसक्यो भने अनि तपाईकै टर्चर सहेर बस्नुपर्ने के आवश्यकता छ र